गाइस फेरि पनि आज हामी जङ्गलमा पड्के चाहिँ अथवा पुटपुरा टिप्नुको लागि एउटै परिवारबाट मम्मी म दाइ प्लस हाम्रो 6 जनाको टोली चाहिँ हामी जङ्गल लाग्यौँ र जङ्गलबाट फर्किँदाखेरि देख्न सक्नुहुन्छ यति धेरै पुटपुरा ल्यायौँ कि होइन गाइस। अनि जङ्गलबाट फर्किँदाखेरि हामी हरायौँ कि होइन। अनि जसो तसो हामी जङ्गलबाट निस्केर चाहिँ देख्न सक्नुहुन्छ पड्के चाहिँ अथवा पुटपुरा कति धेरै हामीले टिप्यौँ। अनि बेलुका चाहिँ आज पकाएर खानुपर्छ यसको टेस्टको कुरा गर्नुहुन्छ भने ओ माई गॉड के गाइस। आज पनि फेरि हामी जङ्गलतिर पड्के चाहिँ अथवा पुटपुरा टिप्नको लागि एउटै परिवारबाट 3 जना दाइ म मम्मी अनि त्यस पछाडि हाम्रो 6 जनाको टोली सर लाएर जङ्गलतिरको बाटो हामी लम्क्यौँ र बाटोमा हिँडिरहँदाखेरि पानी परिसकेको थियो। त्यस पछाडि मैले तिरपाल ओढिसके पछाडि चाहिँ नदी क्रस गर्नुपर्ने थियो। देख्न सक्नुहुन्छ नदी यति ठुलो छ कि होइन गाइस। नदी क्रस गरिसके पछाडि जङ्गलको बाटो हेर्न सक्नुहुन्छ। जङ्गलभित्र पनि पुरा नदी आए जस्तो भइरहेको थियो। अनि त्यस पछाडि हामीले सर लाएर चाहिँ जसो तसो नदी खोलाहरू तर्दै अनि त्यस पछाडि हामी जङ्गलको बिच जङ्गलमा पुग्यौँ। पुटपुरा टिप्नको लागि चाहिँ हाम्रो पाइला चाहिँ निरन्तर अगाडि बढिरहेको थियो। अगाडि हेर्दाखेरि चाहिँ असारेको रुखमा चाहिँ असारेको दानाहरू पाकिरहेको रहेछ। 4 बाना टिपेर चाहिँ मैले मुखमा हालेँ है। मलाई चाहिँ बालाबरको चाहिँ खतरा याद आयो कि हामी सानो हुँदाखेरि चाहिँ यति धेरै खाइन्थ्यो कि होइन गाइस। कुरै नगर्नुहोस् तपाईँहरूकोतिर के भन्छ यो असारेको दानालाई कमेन्ट गर्नु होला। अनि त्यस पछाडि देख्न सक्नुहुन्छ पुटपुरा टिप्नको लागि चाहिँ यति धेरै दुःख गर्नुपर्छ होइन गाइस। यसरी हेर्नुपर्छ कि तपाईँले देखिरहनु भएको छ होइन। अनि त्यस पछाडि पुटपुरा पाइँदैन फिक्स नभइसके पछाडि चाहिँ आज चाहिँ हामी जिब्रेको सब्जी पनि टिप्नुपर्छ भनेर चाहिँ देख्न सक्नुहुन्छ। जिब्रेको सब्जी है हाम्रोतिर जिब्रे भन्छ यसको हरियो सब्जी यस्तो मिठो हुन्छ नि होइन गाइस। कुरै नगर्नुहोस्। अनि त्यस पछाडि हामी जति अगाडि बढ्यौँ त्यस पछाडि खोला नालाहरू आइरहेको थियो। हामी चाहिँ अगाडि बढिसके पछाडि देख्न सक्नुहुन्छ बल्ल तल्ल मैले चाहिँ उद्घाटन गरिसके पछाडि चाहिँ पुटपुराहरू यसरी भेटिरहेको थियो कि होइन गाइस। जति भित्र गयो त्यति नै पुटपुराहरू भेटिरहेको थियो। जसो तसो हामीले गयौँ भित्र गइसके पछाडि चाहिँ टपाटप टिप्दै प्लास्टिकमा हाल्दै गर्दै हामीले लगभगै पुटपुरा जस पड्के चाहिँ हामीले बनायौँ कि एक छाकको लागि चाहिँ होइन देख्न सक्नुहुन्छ। अनि गाइस जेस पुटपुराको होइन 3-4वटा घर चाहिँ एउटै ठाउँमा भेटायो भने चाहिँ होइन एक छाक सब्जी चाहिँ दामी नै हुन्छ क्या। देख्न सक्नुहुन्छ यो चाहिँ दाइ र मैले कलेक्सन गरेको पुटपुरा हो होइन। अनि हाम्रो चाहिँ घर फर्किने प्लान भइरहेको थियो। अनि त्यस पछाडि मैले मम्मीलाई दिएँ। मम्मी चाहिँ आफ्नो प्लास्टिकमा हाल्नु भयो। लगभग 4-5 घन्टा हामीले खोजिसकेका थियौँ होइन। फर्किँदाखेरि देख्न सक्नुहुन्छ हामी 3 जनाले टिपेको पुटपुरा मम्मीले देखाइरहनु भएको छ। अनि त्यहाँबाट हामी घर फर्किँदाखेरि हामी जङ्गलमा हरायौँ कि गयौँ होइन गाइस। भोक पनि बबा लागिरहेको थियो आमा बिहानै गएको हामी होइन। अनि थकान पनि भइरहेको थियो बाटोमा बस्दै अनि बाटो खोज्दै आमामा यस्तो टेन्सन भएको थियो होइन गाइस। जसो तसो हामीले 1-1.5 घन्टा लगाएर बाटो पत्ता लगाएर चाहिँ हामी घरतिर फर्क्यौँ। ओके गाइस फाइनली तपाईँले देखिरहनु भएको छ हामी 3 जनाले पड्के चाहिँ कति टिप्यौँ होला त तपाईँले अब चाहिँ तपाईँले देख्न सक्नुहुनेछ होइन। जियोस् हाम्रो परिवार ठुलो भए पनि यतिले चाहिँ हाम्रो जियोस् चित्त बुझाउने बाटो चाहिँ आज हुन्छ है। अनि जङ्गलबाट फर्किँदाखेरि भोक लागिरहेको थियो। अनि सुरुमा चाहिँ हामीले खाना खाने काम भयो। अनि बेलुकातिर देख्न सक्नुहुन्छ है पड्के चाहिँ पकाउने प्रोसेस भइरहेको थियो। पड्के चाहिँ यो टिप्नुभन्दा पनि यसलाई सफा गर्न चाहिँ बडो टाइम लाग्दो रहेछ होइन। अनि देख्न सक्नुहुन्छ हामीले सिम्पल तरिकाले पकायौँ प्याज टमाटर अनि त्यस पछाडि मसलाहरू भयो होइन। अनि देख्न सक्नुहुन्छ परिवार हाम्रो ठुलो त्यस कारणले गर्दाखेरि चाहिँ अलिकति आलु चाहिँ मिसाउनै पर्यो। अनि आलु मिक्स गरिसके पछाडि चाहिँ यस्तो मजाले पकाइयो कि होइन तपाईँले देख्न सक्नुहुन्छ। पुटपुराको सब्जी रोटी भन्दा पनि भातसँग चाहिँ यस्तो मिठो लाग्छ नि गाइस मलाई होइन। त्यस कारणले गर्दाखेरि चाहिँ हाम्रो पहिला नै भात पकाउने सल्लाह भइसकेको थियो। भात पाकिसकेको थियो अनि सब्जी पनि एकछिनमा पाकिहाल्यो होइन। यसको टेस्टको कुरा गर्ने हो भने ओ माई गॉड यसमा 100मा 100 नै दिनुपर्छ यसको मार्क्स क्या होइन। त्यस्तो मिठो भएको थियो। अनि त्यस पछाडि देख्न सक्नुहुन्छ होइन। अनि मजाले सपरिवारसँगै बसेर हामीले खायौँ। र तपाईँहरू कोलाई यो पुटपुरा अर्थात् पड्के च्याउको सब्जी मनपर्छ सबैले कमेन्ट गर्नु होला है त। थ्याङ्क्स फर वाचिङ बाई बाई।